कहिलेकाहीँ मानिसहरू आफ्नो ग्रोथ भएन भनेर भनिरहन्छ, अरूलाई सुनाइरहन्छ हैन। तर त्यस्तो अवस्थामा चाहिँ उसले आफ्नो जुन ओल्ड प्याटर्नहरू हुन्छ, जुन आफ्नो ओल्ड ह्याबिटहरू हुन्छ, जुन ओल्ड बिहेभियरहरू हुन्छ हैन, जुन पुरानो उसको इमोसन्सहरू हुन्छ, त्यो चाहिँ उसले परिवर्तन गर्नुपर्छ भनेर उसको सोचाइ आउँदैन के। त्यो सोचाइ किन आउँदैन भने उसको वरिपरिको इन्भाइरोमेन्ट कस्तो छ हैन, त्यो इन्भाइरोमेन्टले पनि उसलाई असर गरिरहेको हुन्छ के। तर उसले अब त्यो आफ्नो इन्भाइरोमेन्ट यस्तो छ भन्ने बुझिसकेपछि त्यस इन्भाइरोमेन्टबाट निस्केर गएर जब उसले पढ्न थाल्छ कि आफ्नो किन यस्तो ओल्ड प्याटर्नहरू छ हैन, मेरो थट्सहरू किन बारम्बार सेम आइरहेछ, म अब ग्रोथतिर जानुपर्ने मान्छे किन म अड्किरहेछ भन्ने जब ऊ अवेरनेसमा आउँछ नि, ऊ अवेरनेसमा आइसकेपछि उसले आफ्नो लर्निङमा इन्भेस्ट गर्न थाल्छ के। जब लर्निङमा इन्भेस्ट गरिसकेपछि के हुन्छ, उसको त्यो पुरानो प्याटर्नहरू जुन दिमागमा हुन्छ त्यो परिवर्तन हुन थाल्छ। र परिवर्तन भइसकेपछि उसले आफ्नो त्यो ओल्ड प्याटर्न परिवर्तन भइसकेपछि के हुन्छ भने नयाँ प्याटर्न सुरु हुन्छ, नयाँ इमोसन्स क्रिएट हुन्छ, नयाँ थट्सहरू आउँछ हैन। त्यो आइसकेपछि मात्र अनि ऊ ग्रोथतिर लम्किन्छ। र ग्रोथतिर लम्किसकेपछि ऊ सक्सेसतिर जान थाल्छ। सक्सेस पनि कसरी पाउँछ भने जब उसले कन्सिस्टेन्सी कामहरू गरिरहन्छ हैन, र बिना रेजिलियन्सहरू काम नरुकिकन गरिरहन्छ, त्यसपछि मात्र उसले आफ्नो गोल्समा सक्सेस